सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सोध्न सक्ने नेपाली, म्याथ, इङ्ग्लिस र सेवा सम्बन्धी सिलेबसबाट चाहिँ मैले केही एमसिक्यू प्र्याक्टिस सेट लिएर आएको छु। अन्तिमसम्म हेर्नुहोला, भिडियो एकदमै लाभदायक हुनेछ र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोड्न सक्नुहुनेछ। र म ढिलो नगरी अगाडि बढेँ। 1 नम्बरमा भनेको छ सशस्त्र प्रहरी बल ऐन कहिले जारी गरिएको हो भनेको छ। अप्सन दिएको छ 2055 भदौ 7, 2058 भदौ 7, 63 असोज 1, 60 माघ 1। र साथीहरू यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी 2058 साल भदौ 7 गते साथीहरू। त्यसै गरी नेक्स्ट क्वेसन हेरौँ। नेक्स्ट क्वेसनमा भनेको छ सशस्त्र प्रहरी बल ऐन 2058 अनुसार सशस्त्र प्रहरी बलको प्रमुख पद के हो भनेको छ। अप्सन दिएको छ महासचिव, प्रमुख सेनानी, आइजिपी, महानिरीक्षक र उपरथी भनेको छ। यसको राइट एन्सर रहेको छ साथीहरू अप्सन नम्बर सी महानिरीक्षक यानि कि आइजिपी प्रमुख हुने व्यवस्था छ। एन्ड द नेक्स्ट क्वेसन वी हेभ सशस्त्र प्रहरी बल ऐन 2058 अनुसार सशस्त्र प्रहरी बल कुन मन्त्रालय अन्तर्गत पर्छ भनेको छ। अप्सन रहेको छ रक्षा मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय र आन्तरिक मन्त्रालय भनेको छ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी साथीहरू गृह मन्त्रालय। नेक्स्ट क्वेसन नम्बर 4 मा चाहिँ यो ऐनअनुसार चाहिँ सशस्त्र प्रहरी बलको प्रमुख कर्तव्य के हो भनेको छ। अप्सन रहेको छ कर सङ्कलन, न्याय सम्पादन, सीमा सुरक्षा र आन्तरिक सुरक्षा, नीति निर्माण। अभियसली एन्सर रहेको छ अप्सन नम्बर सी सीमा सुरक्षा गर्नु हो र आन्तरिक सुरक्षा दिनु हो साथीहरू। कहिलेकाहीँ विपद व्यवस्थापनमा पनि गर्छ। यहाँ पनि रहेछ 5 नम्बर हेर्नुहोस्। बाढी पहिरो जस्ता विपद आएपछि को खटिन्छ भनेको छ। अब शिक्षक, सेना मात्र, सशस्त्र प्रहरी बल, मेयर भनेको छ। यस्तो हुने भएन। अप्सन नम्बर सी एपिएफ जान्छ साथीहरू सशस्त्र प्रहरी बल। सेवा सम्बन्धी क्वेसन हो साथीहरू, एकदम इम्पोर्टेन्ट छ, आउँछ। अब सशस्त्र प्रहरी बलमा जानु लागेपछि त सेवाबाट सोध्ने नै भइगयो, त्यही भएर चाहिँ यो अलिक ख्याल गर्नु होला, इम्पोर्टेन्ट कुरा हो। नेक्स्ट क्वेसनमा जाऊँ। नेक्स्ट क्वेसनमा छ कति वर्षसम्म सशस्त्र प्रहरी बलमा सेवा गर्न पाइन्छ भनेको छ। अप्सन रहेको छ 10 वर्ष, 20 वर्ष, 30 वर्ष, 40 वर्ष। र यसको राइट एन्सर रहेको साथीहरू अप्सन नम्बर सी 30 वर्षसम्म सेवा गर्न पाइन्छ साथीहरू। अब नेक्स्ट सेक्सन हेरौँ। नेक्स्ट सेक्सन चाहिँ नेपालीको रहेछ साथीहरू, हेर्नुहोस् है त। साहसी शब्द कस्तो विशेषण हो भनेको छ। अप्सन रहेको छ गुणवाचक, सङ्ख्यावाचक, परिमाणवाचक र सम्बन्धवाचक भनेको छ। र यसको राइट एन्सर रहेको साथीहरू यो गुणवाचक हो। साहसी भनेको गुण हो, एउटा बिहेभियर हो, त्यसैले यो अप्सन नम्बर ए भएको छ, क भएको छ सारी। गएको शब्द कुन काल सूचक हो। क्वेसन नम्बर 2 मा भूतकाल, वर्तमानकाल, भविष्यकाल र अपूर्णकाल भनेको छ। यसको राइट एन्सर रहेको साथीहरू अप्सन नम्बर ख वर्तमानकाल साथीहरू। नेक्स्ट क्वेसनमा रहेको छ श्रम शब्दको पर्यायवाची शब्द कुन हो भनेको छ। श्रम भनेको काम हो कि पसिना हो कि मेहनत हो कि सबै भनेको छ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर क साथीहरू काम। त्यसै गरी 7 नम्बरमा छ कलमहरू शब्द कति सङ्ख्यामा छ। मतलब अप्सनमा रहेको छ एक वचन, बहुवचन, द्विवचन, अनिश्चित भनेको छ। कलमहरू भनेपछि अभियसली यो बहुवचन भयो, त्यसैले राइट एन्सर रहेको छ अप्सन नम्बर ख बहुवचन साथीहरू। नेक्स्टमा चाहिँ इङ्ग्लिस टु नेपाली ट्रान्सलेसन गर्न पठाएर छ। इङ्ग्लिसमा चाहिँ सेन्टेन्स दिएको छ, त्यसलाई चाहिँ नेपालीमा ट्रान्सलेट गर्न भनेर छ। 1 नम्बरमा भनेको छ सी इज राइटिङ अ लेटर भनेको छ साथीहरू। सी इज राइटिङ अ लेटर भनेको चाहिँ अब उनले एउटा चिठी लेख्दैछन् भन्ने अर्थ जनाउँछ। सी इज राइटिङ अ लेटर। त्यसपछि नेक्स्टमा छ 2 मा वी आर गोइङ टु द मार्केट भनेको चाहिँ हामी बजार जाँदैछौँ भन्ने हुन्छ। यो चाहिँ सेन्टेन्स चाहिँ यो हाम्रो के छ भनेपछि प्रेजेन्ट कन्टिन्युअस टेन्समा रहेको छ, यो बुझ्नुपर्ने हुन्छ। त्यसै गरी नेक्स्ट क्वेसन रहेको छ यदि हजुरहरूलाई कुनै पनि टेन्स सम्बन्धी गाह्रो लागेछ भनेपछि ठ्याक्क यो कमेन्ट गर्नु होला, म यसको बारेमा विस्तृत रूपमा भिडियो बनाउन सक्छु साथीहरू। र नेक्स्ट क्वेसन हेरौँ। नेक्स्टमा चाहिँ के भनेको छ भनेपछि नेक्स्ट चाहिँ नेपाली टु इङ्ग्लिस भनेर साथीहरू। अब यहाँ नेपाली सेन्टेन्स दिएको छ, नेपाली वाक्य दिएको छ, त्यसलाई चाहिँ इङ्ग्लिसमा ट्रान्सलेट गर्नुपर्ने छ। 1 नम्बरमा छ उसले मलाई सहायता गर्यो भनेछ। यसलाई अब 2 तरिकामा लिन सकिन्छ साथीहरू, किनकि सहायतालाई चाहिँ हामीले 2टा वर्ड पनि भन्न सक्छौँ। एउटा असिस्ट भन्ने पनि सकिन्छ, एउटा हेल्प भन्ने पनि सकिन्छ। अब म 2टै भर्ब युज गरेर हजुरहरूलाई भन्न चाहन्छु। म उसले मलाई सहायता गरेलाई चाहिँ अब हि हेल्प्ड मी भन्न पनि सक्यो, हि असिस्टेड मी पनि भन्न सकियो। तर हामीले ख्याल गर्नुपर्ने के भनेपछि त्यो भर्ब युज गर्दाखेरि कुन टेन्समा भर्ब युज गर्ने भन्ने हुन्छ साथीहरू। सहायता गर्यो भनेपछि पास्ट टेन्स साथीहरू, सिम्पल पास्ट हो। सो वी हेभ टु युज V2, then it becomes like he assisted me, it is even correct, and he helped me, यो पनि राइट छ। अब 2 नम्बरमा जाऊँ। 2 मा चाहिँ के भनेछ भने चाहिँ हामी खेल्न गयौँ,
यो पनि पास्ट टेन्समै भनेको छ। पास्ट टेन्समा भनेको कारणले गर्दा के छ हामीले भनेपछि खेल्नलाई के भन्नु पऱ्यो, खेल्न भने प्ले हो, हामीलाई वी गयौँ भने गएको वेन्ट हुने भयो। सो के हुन्छ यसको, वी वेन्ट टु प्ले भन्ने साथीहरू है त। अब हामी फुटबल खेल्न गयौँ भने बा वी वेन्ट टु प्ले फुटबल, क्रिकेट खेल्न गयौँ भने बा वी वेन्ट टु प्ले क्रिकेट हुन्छ। यहाँ हामी खेल्न गयौँ मात्र भनेको कारणले गर्दाखेरि वी वेन्ट टु प्ले भन्ने साथीहरू। अब नेक्स्ट सेक्सन हेरौँ हाम्रो। नेक्स्ट अब इङ्ग्लिसको सेक्सन आएको साथीहरू। यहाँ चाहिँ के भनेको छ भनेपछि हेर्नु होला ध्यान दिएर हामीले। फर्स्ट क्वेसन चाहिँ वाट इज द पास्ट टेन्स अफ गो भनेको छ। पास्ट टेन्स भनेको के, भूतकाल। पास्ट टेन्स हुनु पऱ्यो भनेपछि यो गो भने प्रेजेन्ट हो, यसको पास्ट टेन्स के हुन्छ भनेपछि चाहिँ अब अप्सन रहेको छ गन, गोज, वेन्ट, गोइङ भनेको छ। यसको राइट एन्सर रहेको छ साथी अप्सन नम्बर सी, वेन्ट हुन्छ। त्यसै गरी नेक्स्ट क्वेसन चुज द करेक्ट आर्टिकल भनेको छ। आर्टिकल ए एन्ड द चुज गर्नु पऱ्यो अरे। अनि पछि क्वेसन रहेको छ हि बाउट डट एन्ड अम्ब्रेला भनेको छ। अप्सन रहेको छ ए एन्ड द, अनि पछि नो आर्टिकल भनेको छ। यसको चाहिँ राइट एन्सर रहेको छ अप्सन नम्बर बी, एन लाग्छ अम्ब्रेलामा, किनकि त्यहाँ भवेल लेटर छ, युबाट सुरु भएको छ नि। सो अनि 3 नम्बरमा चाहिँ क्वेसन नम्बर 3मा विच वर्ड इज अ नाउन भनेको छ। कुन चाहिँ शब्द नाउन हो भनेको छ। नाउन भने के साथीहरू, नाउन भनेको नाम हो, नाम। अप्सन रहेको छ क्विकली, ब्युटिफुल, ह्याप्पिनेस, रन भनेको छ। यसको राइट एन्सर रहेको छ साथीहरू अप्सन नम्बर सी। त्यसै गरी नेक्स्ट क्वेसन छ फिल इन द ब्ल्याङ्क भनेको छ। दे डट प्लेइङ फुटबल भनेको छ। अनि हामीले चाहिँ यहाँ एक्जिलरी भर्ब राख्नुपर्ने हुन्छ, इज, आर, वोज, बी अप्सनमा दिएको छ र यसको राइट एन्सर रहेको छ आर, दे आर प्लेइङ फुटबल। दे इज भन्ने सुन्नु बाहिर गऱ्यो, सुन्नुहुन्न नि त। सो अनि त्यसपछि नेक्स्ट क्वेसन हेरौँ हामीहरू। नेक्स्ट क्वेसनमा चाहिँ वाट इज द अपोजिट अफ स्ट्रङ भनेको छ। स्ट्रङको अपोजिट के हो अरे। स्ट्रङको अपोजिट चाहिँ अप्सन दिएको छ टल, लङ, विक, बिग। स्ट्रङ भने के भनेपछि एकदम शक्तिशाली भन्न खोजे, त्यसको अपोजिट उल्टो के हो त भनेपछि त टल अग्लो हुने कुरो भएन, लङ भनेको लामो त्यो पनि हुने कुरो भएन, विक भने कमजोर, बिग भने के ठुलो भनेपछि त स्ट्रङको त विक हुने भइगयो। त्यसैले अप्सन नम्बर सी भयो आन्सर। अर्को हेरौँ चुज द करेक्ट सेन्टेन्स भनेको छ। सी गो टु स्कुल, सी गोज टु स्कुल, सी गोइङ टु स्कुल, सी गन टु स्कुल। यसमा चाहिँ राइट एन्सर रहेको छ साथीहरू अप्सन नम्बर बी, किनकि सी भनेको सिङ्गुलर भर्ब हो, सिङ्गुलर भर्ब अलवेज टेक्स सिङ्गुलर सी भनेको सिङ्गुलर सब्जेक्ट हो, सिङ्गुलर सब्जेक्टले जहिले पनि सिङ्गुलर भर्ब लिन्छ, त्यसैले सिङ्गुलर भर्ब गोज हो साथीहरू। सो द राइट एन्सर इज अप्सन नम्बर बी। त्यो नेक्स्ट क्वेसन फेरि दोहोरियो साथी, अनि 7मा चाहिँ हेरौँ अब मेरो विच वान इज अ भर्ब भनेको छ। भर्ब चाहिँ कुन हो अरे, क्रिया कुन हो भनेछ। रेड, स्लोली, सिङ, स्मार्ट भनेको छ। रेड भने रातो होइन, स्लोली भनेको चाहिँ यो पनि भर्ब होइन साथीहरू। त्यसपछि सिङ भनेको चाहिँ भर्ब हो, किनकि सिङ भने गिदाउनु लाग्यो नि पछाडि, सिङ भने गिदाउनु, सिङ स्याङ सङ, सिङ्गिङ सङ, सिङ्स भन्ने यसको चाहिँ V1, V2, V3, V4, V5 हुन्छ। अनि र स्मार्ट भन्ने हुन्न, त्यसैले चाहिँ यसको अप्सन रहेको छ 7को चाहिँ सी रहेको छ साथीहरू। त्यसै गरी नेक्स्ट क्वेसन हेरौँ हामीहरू। नेक्स्ट चाहिँ म्याथको सेक्सन रहेको छ। म्याथको चाहिँ क्वेसन नम्बर 1मा भनेको छ 12 × 8 कति हुन्छ भनेको छ। यो त अभियसली हामीले नर्मली गर्न सकिहाल्छौँ। 12 8 96 हुन्छ साथीहरू, त्यसैले यसको अप्सन रहेको छ अप्सन नम्बर क 96। त्यसै गरी नेक्स्ट क्वेसन रहेको छ 100को 25% कति हुन्छ भनेको छ। 100को 25% चाहिँ साथीहरू 100 × कोमा चाहिँ इन्टु हुन्छ साथीहरू, त्यसैले 100 × 25/100 गर्ने हो। त्यो 100ले 100लाई एकपटक काट्यो, त्यसैले 25 × 1 भने 25 हुन्छ। सो द राइट एन्सर इज अप्सन नम्बर ग 25 भयो। त्यसै गरी 48/6 भनेको छ। अप्सन दिएको छ 7 8 9 छ। यो पनि भागबाट सोधेको छ, एकदम इजी छ। अब हामीले चाहिँ यसको एन्सर चाहिँ रहेको छ 8 हुन्छ, अप्सन नम्बर ख, 8 6 48। त्यसै गरी 7 नम्बरमा भनेको छ 1 दर्जन बराबर कति हुन्छ भनेको छ। अप्सन नम्बर कमा 10, खमा 12, 20, 100 गरेको छ। 1 दर्जनमा चाहिँ साथीहरू 12 हुन्छ। नेक्स्ट क्वेसनमा यदि एउटा कलमको मूल्य RS 15 हो भने 4वटा कलमको मूल्य कति हुन्छ भनेको छ। यो क्वेसन पनि एकदम इजी छ साथीहरू, जस्तैलाई हेर्नु होला त म गरिदिन्छु, सोल्युसन गर्छु। एउटालाई 15 पर्छ भने साथीहरू 4वटालाई 15 × 4 गर्नुपर्ने हुन्छ, त्यसैले 60 एन्सर हुन्छ यसको। त्यसै गरी नेक्स्ट क्वेसनमा चाहिँ साधारण ब्याज सिम्पल इन्ट्रेस्ट इक्वल्स टु P × R × T/100 हो भने RS 1000मा 5% ब्याज दर र 2 वर्षको लागि ब्याज कति हुन्छ भनेको छ।
यसको चाहिँ के गर्नुपर्छ भनेपछि हामीले यहाँ सोल्युसन गरेछ हेर्नु। साधारण ब्याचको फर्मुला PTR/100 हुन्छ। P पनि दिएको छ, T पनि दिएको छ र रेट R पनि दिएको छ। अब हामीले त्यहाँ भ्यालु पुट गरौँ। यहाँ के हुन्छ भने साथीहरू अब के हुन्छ भन्दाखेरि चाहिँ अब तल 100 को दुईटा 0 र माथि 1000 को दुईटा 0 चाहिँ काटिन्छ। काटिसकेपछि माथि 10 बच्यो। 10 × 5 50 भयो, 50 × 2 100 भयो। त्यसैले चाहिँ साथीहरू यसको एन्सर 100 भयो। RS 100 चाहिँ ब्याज आयो र यसको एन्सर चाहिँ 100 भयो साथीहरू, RS 100। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै महत्त्वपूर्ण विषयवस्तु लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि हस्, धन्यवाद। बाई, गुड बाई।